नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ नयाँ वर्ष हो। नयाँ वर्षको तपाईँहरूलाई धेरै 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 शुभकामना। अनि म चाहिँ नआएर यसो भ्लग सुरुवात गरेको। अनि आज चाहिँ हाम्रो भ्लगमा के गर्छौँ त त्यस्तो के प्लान छैन, पार्टी सकेको होइन, हामी सफा गर्ने प्लान मात्रै छ। मैले चाहिँ हिजो यिनीहरू मिलाएँ होइन। आज चाहिँ बेड कभरहरू सब चेन्ज गर्ने अनि फ्यान पनि उस्तै छन्। रातो बिलहरू के दिनु के दिनु रातो मक्को पूजा गर्नुपर्ने छ, त्यही भएर म जान्छु। बाई बाई बाई, अहिले भेटौँ। अब चाहिँ म रुम सफा गर्ने छु होइन। अनि त्यसपछि खाजा पनि खाइसकेँ, पूजा पनि गरिसकेँ। कोठाको हालत चाहिँ यस्तो छ होइन। अब यो सबै म क्लिन गर्छु। के गर्छु र क्लिन। अब यो कहाँ अड्डाउनु यार, म सबै देखाउनुको लागि त्यही खोज्दैछु क्या म, जग्गा सबै देखोस् क्या, त्यस्तो भएर जग्गा खोज्दैछु म चाहिँ होइन। र अब म मिलाइसकेर हेरौँ। Oh, you got power, superpowers. Do you even know how to wield them? All God's children. यहाँ चाहिँ यति धेरै फोटो देखेको थिएँ होइन। यो भन्दा पनि डेन्जर फोटो थियो। अब यो चाहिँ हामी कति क्लिन गर्छौँ म यो सबै टु एप्समा छ भिडियोहरू होइन। अब यो च्यानल एपमा गरेको थिएँ, झोलामा चाहिँ मैले कति धेरै छ मन होइन सबैकै हो, तर अब सबै झोला मात्रै छ। यता लुगा देखेर झोला अनि अब यो धोलाई धोलामा के गर्छ थाहा छ? यहाँ बस्छ न, मेरो माथि यहाँ बोकेको उहाँ कुर्छ त त्यो त बस्न। अब यो चाहिँ कसरी के गर्ने त? यो तेलको होइन, यो मिस्टीको बोतल हो, तर यसले कहिले पनि लगेको छैन। लगेको छ तर अहिले लग्दैन, किनकि उसको माया बोतल आयो होला नि त। यसलाई पखालेर राख्छु भाइ। यो फोहोर बोतल हो, लिक हुन्छ। फाल्दा त्यसो फाल्नु न डाँडा पारी। हो डाँडा पारीमा चौतारीमा ऊ त्यो त फालिदिँदा पनि हुन्छ। खै कुटो मिस्टी कुटो त्यसलाई ऊ त बन्दा युज गर्छ। फेरि यो त थम्नेलको लागि खिचेको गाइस। यति फोहोर मात्रै छ, यता उता यता पनि भित्र जान्छ। यता यो नि हटाउनुपर्छ, यो हटाउनुपर्छ। म हटाउँछु गाइस। एकछिन हटाउँदा क्यामेराम्यानले उसले काम बिगार्छ। क्यामेराम्यान यसमा जाऊ हेर तान्नु होला। आमा गाइस यो सबैलाई फेरि लिने फेरि सिसा खजाना यो दहीको बट्टाको सबै के गर्नु? फ्याल्ने यो के गर्दा बट्टाइसक्यो माथिको क्यापमा के गर्नु?
फ्यालिदिन्छु यो पनि फ्यालिदिन्छु म कहाँ त्यसमा फुल राख्ने राख्नु नि त उहाँको त्यो हाम्रो धोला देखेको सबै फ्याल्दिउँ न छैन छैन देख्नु भएन के हटाइसक्यो मैले यो लुगाहरू पनि फ्याल्दिने हो ए यो बोरामा हालेर फ्याल्दिनु भरे राख्छु फुलमा गाडीमा नि धुलो काम बिगार्छ भने मलाई थाहा छ छोड्न छेक्छु यस क्यामेरा चाहिँ बोतल फ्यालिदिएको दुइटै उयो दबाईहरू बनाएर फ्याल्छु त्यो राख्ने मैले खै मैले अघि त्यसो भने आइडोन्ट केयर मैले धोला ए अट्छ नि एउटै झोलामा सबै यत्रो झोला अटाउनु खोज्छु यस्तो झोलाहरू नफाल्ने अरे हौ सुन्नुहोस् थोरै भएर लाग्दैन मैले भनेको झोला सबै खोज्नु गाह्रो हुन्छ ओइ यो त मलाई एउटा दिनु एउटा मलाई निको उडाउनु पर्छ यो धोलाको नाममा एउटा पर्पल धोला लाग्दैछ पल कसको हरिमामाको बिजनेस हान्नुलाई तर हरिमामाको फाइदा हुन्छ हाम्रो लोस टुन्छ त्यसैले फ्यालिदिनु होइन धेरै फोटो देखेको जहिले हरिमालाई दिने भन्छ नि होइन दिनुपर्छ यो नि झोलाको पैसा माग्छ यो पनि यसमा झोलै छ यो पनि राख्नु यो धोला ए लुगा पनि गऱ्यो ए डोरीले चाहिँ डोरी बाँधेर फाल्नुपर्छ डोरीहरू पनि राख्नुपर्छ है यहाँ पनि छैन फेरि हरिमाको लागि यति धोला मैले खाँदैछु 50 रुपियाँ त खाइहाल्छ है दिन्छ नि तपाईँ चाहिँ कस्तो कुरा गरेको यो पनि राख्नु धेरै आएको होइन अर्को पालि फेरि डस्टबिनमा नमै सम्झा नबिजान आइ मम्मी कोकको बटल ए अँ कोक यो पनि खाइदिनु हाम्रोमा चुला होइन अझै जस्तै यो चाहिन्छ ए अझैलाई चाहिन्छ छोड्दै भ्याउला हो यो पनि हालिदिनु यो टमाटर सिलिन्डर पनि हटाइदिनु दुईवटा सिलिन्डर छ नयाँ नयाँ नाइ नेभर ल यो पल्टी भएर मान्छेहरू लाग्छ अलरेडी एटेक छ जान धाड माग्नु ल्याए कुचा माग्नु ल्याए ए अँ कति बिस यो डोरी हाल्छ अहिले साइडमा क्यास गर्ने भन्नु पर्छ अहिलेसम्म म क्यास बबाल गर्छु सब धुलो थाक्छ यहाँ हेर्नु चाहिँ चक्का रङ लगाएको त्यो पनि कराहरूले लोड भारी गरिदिएको छ अनि आउँदै धोला पनि नगर्ने त हटाउनु न सुरुमा यो हटाएर सब अनि भरे ध्यान पर्छ यो ल अनि यो चाहिँ राख्ने हेरेको अनि बाहिर चाहिँ यस्तो खतरा छ यस्तो झाडी नै झाडी छ यतै हाम्रो घर छ त्यो पनि फ्यालिदिउँ ल त्यसरी उता गर्नु न तपाईँको मुख देखाउनु कि तल देखाउनु अब तल ल यति फोहोर छ यति फोहोर छ तर पनि भर्खर लगाएको म पनि हिजो भएको तर नयाँ वर्ष पनि होइन मिस्टी चाहिँ म पनि आउनु आँटेको म चिज 2 घन्टा नुहाएँ के हो भन्छ अनि फ्यान खोल्छ नि ढल्को गयो ल ल पुरै तल नि गइदिएको अलि मेरो मोबाइल पनि धर्छ कस्तो झारिदिएको यहीँ घर छ अलिकति भने नगर्नु मोबाइल धर्छ कस्तो त्यतै झराइदियो फोन यति फोहोर यता चाहिँ यस्तो फोहोर थियो अहिले चाहिँ यस्तो राम्रो बनाउनु भयो यो पनि हेर्न सक्नुहुन्छ खतरा छ एयरपोर्ट छ यहाँ स्विमिङ खेल्ने जसमा अनि यस्तो बनाएको छ यता यो के राख्नुभएको छ अनि यहाँ यस्तो खतरा देखिरहेको छ कोठा बेडमा 2टा मोबाइल छ यता चार्जर अनि एयरपोर्ट छ इस अहिले म यहाँ छु अहिले मान्छे जो आएको रेड चाहिँ किन राखेको भने आएर नि मच्छर भगाउनुलाई सबै यहाँ राखेर फ्यालिदिनु यहाँ यति काम गर्नुहुन्छ रियालिटीमा काम गरेको त्यसले चिल्लाएर कालो टाउजर पार्दा फेरि आउँछ मलाई त गर्मी भयो मन फेरि नआउँछ वर्षमा भनेको दिदी यतै भात छ र नि यता लिएर खान्छ भात चाहिँ खाँदैन मासु खान्छ नि खाँदै जान्छ हेलो गाइस अब चाहिँ हामी के गर्छौँ त भनेर अर्को पार्ट 2 हेर्नु होला होइन किनकि हामी अलिकति थाक्यौँ अनि अझै यस्तो मिलाउनै छ बाँकी यो मेरो रुम त पुरा सबै सकिसकेको छ अब कलेज अछाउनु बाँकी छ तन्ना ल्याएर अन्त चाहिँ म अर्को सायद अनि म अर्को भिडियोमा गर्छु सायद अनि त्यसपछि मम्मीको कोठाहरू पनि सफा गर्ने बाँकी छ पार्ट 2 मा आउँछ
so much for watching my video till now and फेरि ह्याप्पी न्यू इयर गाइड्स राम्रो सजिरहेको दिन अनि अन्तिमसम्म जो जसले हेरिदिनु भयो धेरै 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 धन्यवाद अनि सब्सक्राइब पनि गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला बाई